सामाजिक सञ्जाल नियमन भनेको बन्द भने होइन नि, नियम मुताबिक चल्नु पर्यो, कानुन मुताबिक चल्नु पर्यो। आजको जमानामा के छ, अब मिसइन्फर्मेसन त्यतिकै छ, डिसइन्फर्मेसन त्यतिकै छ, ह्याकिङ त्यतिकै छ, ट्र्याकिङ त्यतिकै छ, साइबर बुलिङ त्यतिकै छ, सेक्सर्सन त्यतिकै छ, एक्सर्सन त्यतिकै छ, डिफेक्ट त्यति अहिले त एआई प्रयोग गरेर डिफेक्ट त्यतिकै छ। अहिले यहाँ बोलिरहेछ त्यो मान्छे मऱ्यो भने चाहिँ ठ्याक्कै सबै देखाइदिन्छ। त्यो उहाँ चाहिँ हाम्रो गाउँमा पर्ने मिसा भन्ने छ, त्यो त्यहाँ चाहिँ पुलिस वाला चाहिँ बोकेर लगेको देखाइदिन्छ, उसले उसको लास बोकेर लगेको। त्यसो चाहिँ के अरे त्यसलाई रोक्नु परेन। अनि आजको सामाजिक सञ्जालले तपाईँको एउटा यति धेरै के अरे सामाजिक सद्भाव भत्काइसक्यो। हाम्रो धार्मिक द्वन्द्वहरू सुरु हुन थालिसक्यो, मुस्लिम र चाहिँ हिन्दूहरूको झगडा सुरु हुन थालिसक्यो। यस्तै धार्मिक जातीय दङ्गाहरू, धार्मिक दङ्गाहरू, सांस्कृतिक के अरे सहिष्णुताको कुराहरू भत्काउने कुराहरू यो सामाजिक सञ्जालले भरमार गरिरहेका छन्। त्यसलाई चाहिँ नियमन गर्ने कि नगर्ने, त्यसलाई नियमन गर्ने कि त्यसलाई नियमनको लागि सामाजिक सञ्जाल दर्तामा आउनु पर्यो। दर्तामा आएर उनीहरूले के अरे आफ्नो सामाजिक सञ्जालको पोइन्ट अफ कन्ट्याक्ट दिनु पर्यो हामीलाई, सरकारलाई। उसले चाहिँ फोकल पर्सन चाहिँ तोक्नु पर्यो। उसको चाहिँ कन्टेन्टमा चाहिँ त्यो एकछिन लामा मेटाको चाहिँ कुनै मेसेन्जर या मेटा एउटा कम्पनीले चलाएको फेसबुक चलाएको छ, मेसेन्जर चलाएको छ, वाट्सएप चलाएको छ, इन्स्टाग्राम चलाएको छ, रिल चलाएको छ, थ्रेड चलाएको छ, यति धेरै चलाएको छ होइन। त्यसको कन्टेन्टमा चाहिँ कहीँ मिसइन्फर्मेसनको कुरा छ, कहीँ डिसइन्फर्मेसनको कुरा छ, कहीँ ह्याकिङको कुरा छ, कसै फेक आइडी चाहिँ खोलेर चाहिँ अलिक दुःख दिएको छ, कहीँ साइबर चाहिँ क्राइम गरिरहेको छ, कहीँ साइबर बुलिङ गरिरहेको छ भने, कहीँ चाहिँ तपाईँको सेक्सर्सन त यति धेरै डरलाग्दो छ। अब अहिले यसो बसिराखेको हुन्छ, सम्भवतः मेरो नजिकमा कुनै चाहिँ के अरे महिला बस्यो भने कहिले कहिले चाहिँ यसो चाहिँ कुराकानी गर्ने हुन्छ नि, एआईले त मोही खाएको देखाइदिन्छ, गर्छौ के डिफेक्टले मोही खाएको देखाइदिन्छ। अनि यसो चाहिँ नजिकै यसो बस्यो भने अङ्कलमाल गरेको देखाउँछ। अनि तपाईँ त्यो अङ्कमाल गरेको त्यो किस खाएको होइन देखाइदिन्छ। मान्छेले त भ्रम पर्छ, परिवारलाई श्रीमान छ भने श्रीमानलाई भन्नुपर्छ, श्रीमती छ भने श्रीमतीलाई भ्रम पर्छ। अनि मान्छेलाई के भन्छ, त्यही चाहिँ तपाईँको त्यो देखायो, यो चाहिँ मैले लिक गरिदिन्छु, यो लिक गरिदिन्छु, ल मसँग डेटिङमा जानु पऱ्यो भन्छ। डेटिङमा गइराख्नु बाध्य छ, मलाई यति पैसा दिनु पऱ्यो भने पैसा दिइराख्ने बाध्य छ त त्यो त्यस्तो मान्छेलाई, त्यो सेक्सर्सनको माध्यमबाट। त्यो चाहिँ अभिव्यक्ति स्वतन्त्र हो कि त्यो चाहिँ राइट टु एक्सप्रेसन हो कि त्यो के हो त? त्यो राइट टु एक्सप्रेसन पनि होइन, त्यो अभिव्यक्ति स्वतन्त्रको कुरा पनि होइन। अभिव्यक्ति स्वतन्त्रको लागि त नेपाल सरकारले यति धेरै लिबरल छ, हामी लिबरली चलाएका छौँ। हाम्रो चाहिँ प्रिन्ट मिडिया खुला छ, अनलाइन मिडिया खुला छ, ब्रोडकास्टिङ मिडिया सबै खुला छ। हाम्रो चाहिँ अभिव्यक्ति स्वतन्त्र सबै त्यहीँबाट चाहिँ पत्रापुत भइरहेछ नि, त्यहीँबाट चाहिँ ज्ञानको साथ प्रभाव भइरहेछ नि। तपाईँलाई भ्रम छ सोसियल मिडिया भन्ने बित्तिकै के अरे यो चाहिँ के अरे अभिव्यक्ति स्वतन्त्र चाहिँ कुण्ठित भयो भने, अभिव्यक्ति स्वतन्त्र भनेको अर्कोलाई मनपरी गाली गर्नु हो र, यस्तो चाहिँ मतलब ठगी गर्नु हो र। साइबर बुलिङले के गर्यो, त्यहाँ तपाईँ म्यानमारको चाहिँ तपाईँको के अरे याङ्गुनमा जाँदाखेरि दिन दाडै चाहिँ मान्छेहरू मारिनु थाल्यो साइबर बुलिङको माध्यमबाट। यति धेरै चाहिँ तपाईँको घृणा फैलाइदियो बर्मनहरूले। रोइयो भने देखिने, सडकमा देखिनु भने सडकमा देखिने बित्तिकै मारिदिइहाल्ने, यति धेरै घृणा चाहिँ दिन दाडै सडकमा चाहिँ रोहिङ्गिया चाहिँ मुस्लिमहरू देखिने बित्तिकै बर्मनले मारिहाल्ने। यति धेरै चाहिँ जातीय चाहिँ घृणा फैलाउने काम चाहिँ हाम्रो सोसियल मिडियाले गर्यो। अनि उनीहरूले त्यो सोसियल मिडिया बन्द गर्नु पऱ्यो, बन्द गर्नु पऱ्यो, नियमन होइन। र युकेमा जाँदाखेरि साइबर बुलिङको माध्यमबाट स्कुलमा जान्छ बच्चा, स्कुलबाट फर्किँदा नपऱ्यो उसले के अरे घरमा आएर झुन्डिन्छ, सिलिङमा झुन्डिन्छ, बाटोमा चाहिँ तपाईँको उसले चाहिँ तपाईँको आत्महत्या गर्छ। साइबर बुलिङले चाहिँ